स्कुलमा पढाउँदा पढाउँदा पनि दिक्क लागिसक्यो। कति पढाउने, जति पढाए पनि बुझ्दै बुझ्दैन। एउटा चिज भए पो हुनु, 10वटा चिज पढाउनु पर्छ। नमस्कार सर। नमस्कार नमस्कार। आज बल्ल दर्शन पाइयो हजुरको। के गर्नु सर, आफूलाई यता जान परेछ उता जान परेछ, यति बिजी छु कि सर के गर्नु, बिजीको त सीमै भएन, त्यही भएर भर्खर आएको सर। हो, कसको के पनि हुँदैन, कसको के पनि छैन भने जस्तो। हो ठ्याक्कै। अब कसको के हुँदैन भन्नुभयो नि तपाईँले, त्यो चाहिँ तपाईँमै लागु होला कि जस्तो लाग्यो मलाई। त्यसो होइन, मैले चाहिँ तपाईँलाई आज धेरै दिनपछि तपाईँलाई आज दर्शन पाएँ, त्यही भएर चाहिँ। दिनपछि भन्दा नि वर्षौपछि भन्नु न सर। वर्षौपछि भन्दा नि हुन्छ, 1 वर्ष 2 वर्ष 2 वर्ष भइसक्यो। तपाईँको दिनलाई कुर्दा कुर्दा हाम्रो स्कुललाई ऋण लागिसक्यो। ए हो र सर, तर म कतै देख्दिनँ त सर। होइन, कसलाई खोज्नु भएको? सुरिलो सुर, कोइलीको जस्तो आवाज, भावुकतामा बगाउने स्वर, उहाँलाई त देखिन नि सर। होइन, त्यतातिर नै हेरौँ सर। मैले फोन स्कुलबाट गर्दा गर्दा तपाईँले रिसिभ गर्नु भएन सर, त्यही भएर मैले आफ्नो पर्सनल फोनबाटै आवाज बदलेर चाहिँ मिसको स्वर निकालेर मैले तपाईँलाई। ओ नो, फसिहाल्यो नि। हो सुरिलो आवाजले त मैले नै हजुरलाई फोन गरेर बोलाएँ। एकचोटि सुन्नुहुन्छ कि? हजुर सुनाउनु सर। हेलो, तपाईँ युवराजको बाबा बोल्नु भएको हो? सर म माथि यत्रो धाँधली। ओ नो, म स्कुलबाट मिस बोल्दैछु। भोलि हाम्रो स्कुलमा सानो चियापान कार्यक्रम छ, हजुरले यसो मिलाएर हजुरले पाउ कष्ट गर्नु पर्यो। 2 वर्षसम्म त दायाँ माया लाएर राम्रै गरेको थिएँ सर, तपाईँले मिसको स्वर निकाल्नु भयो? परेन त। यस सर। तपाईँलाई मैले खास किन बोलाएको भने हजुर सर, तपाईँको छोराको कम्प्लेन गर्न बोलाएको। हजुर सर, गर्नु न त सर। तपाईँको छोरो यति बदमास छ कि पढ्ने बेलामा 8 पिरियडमा त 6 पिरियड त बेन्चमा उठेर बसिरहेको हुन्छ। वाह, साह्रै राम्रो गरेछ सर। किन थाहा छ? भन्नुहोस् न त, के कुरा हो? देशको माहौल हेर्दाखेरि त सर अब कमाइ गर्ने भनेकै राजनीति गर्नेले हो, त्यसैले अहिलेदेखि नै बेन्चमा उभिएर भोलि पर्सि भाषण कसरी गर्नुपर्छ भनेर प्र्याक्टिस गर्दै गरे होला सर। त्यो नि हुनसक्छ, तर तपाईँको छोरोले पढाएको कहिले नि सुन्दैन, जहिले पनि केवल ठटारा बसिरहन्छ। वाह, क्या राम्रो सर। मैले छ नि सर, उसलाई सङ्गीत पनि सिकाउने विचार गरेको छु क्या। त्यही भएर चाहिँ उसलाई अब भोलिदेखि नै तबला प्र्याक्टिस गर्न लाउँला भन्ने सुरु थियो। उसले आजदेखि नै यहाँ प्र्याक्टिस गरिसकेछ सर। कस्तो राम्रो, यो त तपाईँले कम्प्लेन गरे कि सर? प्रशंसा गरे सर। अब जे बुझ्नुहुन्छ त्यही, अब के भन्ने। अस्ति होली आउनुभन्दा अगाडि चाहिँ लोला नखेल्नु है, वातावरण प्रदूषण हुन्छ भनेर मैले क्लासमा लेखेको थिएँ। भोलिपल्ट मिसलाई हान्दैछ क्लासमा। मिसले हानेछ सर? लोलाले भनेको के? ओहो, कस्तो बुद्धि, फरक सोचेछु सर। है सर, अब हेर्नुहोस्, अब वातावरण प्रदूषण हुने काम पनि गर्नु भएन। छोरो एकदम बदमास छ, त्यो साह्रो बदमास छ। यस्तो पाराले चाहिँ भएन। केटो फेल हुन्छ भनेर फर्स्ट गर्लसँग फर्स्ट बेन्चमा राखिदिएको, एक्जाम पछि त फर्स्ट गर्ल समेत फेल भएछ ल। सर पोजिटिभ थिङ सर, पोजिटिभ थिङ। सायद भन्छ नि मान्छे, जस्तो सङ्गत त्यस्तै फल। वाह मेरो छोरा। त्यसैले सर मैले पनि सानैदेखि बिहे गरेर यताउति गरेर नै यो स्कुलमा मेरो छोरो पढाउँदैछु सर। अब छोरोले पनि प्र्याक्टिस गर्दै रहेछ, चाँडै यो स्कुलमा विद्यार्थी तपाईँलाई आएको छ सर। अब विद्यार्थी पनि भयो नि सर। बाउ त यस्तो छ, छोरो पनि त्यस्तै छ। सङ्गत गुनाको फल होइन त? हजुर सर। अब यत्रो समयसम्म तपाईँ हाम्रो स्कुलमा उपस्थित नहुनु भएको कारणले गर्दाखेरि मैले तपाईँलाई फोन गरेर बोलाउनु। हजुर सर। फेरि पनि मिसकै आवाजमा होइन त सर? मिसको आवाजमा पर्यो नि, फस्नु पनि होइन त। अब हेर्नुहोस्, तपाईँको छोरा युवराज यति बदमास छ कि हाम्रो युवराज पारस सरकार भन्दा पनि, हजुर, उहाँ भन्दा पनि लास्टै बदमास छ। हो र सर? अब टिफिन टाइम भयो कि खुर्र कुदेर बाहिर कुनातिर च्यापेर बसिहाल्छ। खाजा खानेको कता हो कता खुर्कुर 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 कुदै गर्छ। क्लासभन्दा बढी बाहिर देख्छु। हजुर सर। अब ऊ
पढ्ने भन्दा नि कुद्नेमा बढी छ। जहिले पनि क्लासबाट बाहिर कुखुरा भनेर बसिरहेको हुन्छ। अब कुद्दा 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 भोलि खेलाडी हुने इच्छा होला नि सर। त्यो त भविष्यको खेलाडी। अब हेर्नुहोस् हजुर सर। तपाईँको छोरोको यतिसम्म बदमास छ कि हाम्रो सबै टिचरहरूको दिमाग खाइसक्यो त्यसले। ए त्यसले घरमा पनि दिमाग खान्छ। कहिले माछाको दिमाग खान्छ, कहिले कुखुराको दिमाग खान्छ, कहिले हिँगे माछाको दिमाग खान्छ, कहिले काहीँ त हाम्रो दिमाग पनि खानुहुन्छ। तर दिया छैनौँ सर हामीले। होइन तपाईँ रक्सी खानुहुन्छ कि क्या हो? रक्सी त खानुहुन्छ सर, सितान के छ? छोरोले चाहिँ दिमाग खायो, तपाईँ चाहिँ मेरो गिदी खानुहोस्। सर बुढो दिमाग मिठो होला र? ल बस्नुहोस्। अब बुढो दिमागको कुरो गरिहाल्नु भयो। हामीलाई निकै गाह्रो भइसक्यो, स्कुल सञ्चालन गर्नुपर्छ है। अब तपाईँको छोरोले धेरै नै प्रशंसा मैले कति गर्नु। हजुर सर। अब होलीमा लोला नखेल्नु भन्दा भन्दै अस्ति त अर्को क्लासमा गएर लोला बेचिरहेको। वाह सर, अब त झनै खुसी लाग्यो सर। अब त यति मेरो सिको गरेछ कि म खुसी भएँ सर। अबका आउने दिनहरूमा अम्बानी भन्दा नि धेरै धनी भएर देखाउँछ। किनभने अहिलेदेखि नै बिजनेस सुरु गरिसकेछ। ठुलो भइसकेपछि त अरूले चन्द्रमामा जग्गा किने, सायद मेरो छोराले चन्द्रमामा घरै बनाउँछ होला सर। त्यसपछि त सबैभन्दा पावरफुल मै नै हो नि, होइन सर? थिङ्किङ पोजिटिभ सर, थिङ्किङ पोजिटिभ। अब प्रशंसा भन्ने कि कम्प्लेन्ट भन्ने, जे भने पनि यही हो। अब म मेन मुद्दामा आउन चाहन्छु। हजुर सर। हाम्रो स्कुलमा हजुर टिचरहरू पनि धेरै हुनुहुन्छ है, तपाईँलाई थाहा छँदैछ। हजुर सर। सबैलाई स्यालेरी पनि दिनै परिहाल्यो। हजुर सर। 2 वर्षदेखि तपाईँको दर्शन हामीले पाएनौँ, भर्खर अहिले पाउँदैछौँ। हजुर सर। अब स्टाफहरूलाई स्यालेरी पनि दिनु पर्यो। तपाईँलाई कति रिक्वेस्ट गर्नु, फोन पनि रिसिभ भएन। हजुर। बल्ल तल्ल आउनु भएको छ। अब हाम्रो स्कुललाई पनि यसो समयमा हजुरले समय दिनु पर्यो। समय दिने भनेको सर, म अत्यन्तै बिजी भएको कारणले मैले हजुरलाई समय दिन सकिनँ। त्यसैले मैले समय दिन नसके पनि हजुरले मिसकै आवाज निकालेर भए पनि मलाई यहाँसम्म बोलाइदिनु भयो। म पनि मिसलाई भेट्न भनेर हतारेर आएँ। अब लाग्दा हुन्छ सर? लाग्ने भन्दा पनि यसो हिसाब किताब गर्न पाए बेटर हुन्थ्यो। हजुर गरौँ न सर। जस्तै अब योभन्दा अगाडि यानि कि 2 वर्ष अगाडि आउँथेँ, म सधैँभरि आएको पनि थिएँ। बिचमा नेपालको राजनीति अस्थिरता अथवा हरेक कुराले गर्दा चाहिँ मैले टाइममा फी बुझाउन सकिनँ। अब मैले साँच्चीकै स्कुलको मर्म मैले बुझेको छु। त्यसैले म आज हजुरको फी भइहाल्छ नि सर। अब मैले के गरौँ त सर? अब यसो हिसाब गरेर बिल काटिदिउँ त सर? सर 2 वर्षको फी यति नै भयो होइन सर? हजुर यति नै भयो, ठ्याक्कै यति नै भयो। ओके सर, ओके सर। ल लिनु सर। अच्छा सर, म लाग्यो है त। यो पैसा आयो। ओहो सर सुन्नुहोस् त, यो चेकमा त फेरि चेक नम्बर रहेछ नि त सर। हजुरले पनि त मिसको स्वरूप बनाएर हजुरले मलाई झुक्याउनु भयो, मैले झुकाउनु मिल्दैन सर? बैङ्किङ कारोबार सुरु भइसकेपछि चेक नम्बर आउँछ, त्यसपछि चेक नम्बर दिउँला नि, हुन्न र सर? फेरि पनि झुकाएर गयो यो प्यारेन्ट्सले। कसरी उठाउने होला त यत्रो पैसा? बच्चा मात्र पढाएर बस्ने त हामी। अब पढायो बच्चै भागिदिन्छ, अर्को स्कुलमा सिफ्ट हुन्छन्। अब स्कुल पनि यस्तो पाराले हाम्रो डुब्ने छाड्को देखिन्छ क्या हो। फेरि साउन्ड पर्छ। अब कसरी पैसा उठाउने होला त यत्रो पैसा? स्कुलको समस्या कसैले बुझ्दैन, प्यारेन्ट्सले त झन् बुझ्दैन। अलिकति बुझ्ने प्यारेन्ट्सले, सबै प्यारेन्ट्सले अलिअलि दिनुहुन्छ फी, त्यो स्यालेरी बाँड्दै सिद्धिहाल्छ। अब मैले चाहिँ के खाने होला यो ताली स्यालेरी?